ओके, यसको सही उत्तर हो अप्सन बी, शिक्षण सिकाइ प्रभावकारी बनाउन सहयोग गरी विद्यार्थीको शैक्षिक उपलब्धि सुधार। भनेपछि केन्द्रबिन्दु को त विद्यार्थी, शिक्षकलाई पेशागत जिम्मेवारी दिने, विद्यार्थीको शैक्षिक उपलब्धि चाहिँ विकास गर्ने कुरा जोडिएर आउँछ। प्रश्न नम्बर 2, शिक्षकको पेशागत विकास कार्यक्रम कस्तो हुनुपर्छ? शिक्षकको पेशागत विकास कार्यक्रम कस्तो हुनुपर्छ? अब शिक्षकको विषयगत आवश्यकतामा आधारित हो कि सहभागी केन्द्रित हो कि पृष्ठपोषणमा आधारित हो कि माथिका सबै त? ओके, हामी सबैले के बुझ्न सक्छौँ? यसको सही उत्तर अप्सन डी, माथिका सबै। प्रश्न नम्बर 3, पेशागत विकासको माध्यम कुन हो त? पेशागत विकासको माध्यम तलको मध्ये कुन हो? ओके, पेशागत विकासको माध्यम कुन हो त? माथिका सबै। तालिम हो, शैक्षणिक परामर्श हो, स्व अध्ययन हो, अनुसन्धान हो, सहपाठी कक्षा कोठा अवलोकन हो, स्वनिर्देशित सिकाइ हो। विभिन्न खालका तालिमहरू चाहिँ यसमा जोडिएर आउँछन्। ती के हुन् त? पेशागत विकासका माध्यम। कस्तो राम्रो एन्सर सट्ट देखियो हैन? ओके ल, तपाईँ पनि पढ्नु होला। शिक्षक पेशागत विकासका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका कसको भनेका छौँ? सबैभन्दा महत्त्वपूर्ण भूमिका कसको हुन्छ त? सी, शिक्षक स्वयंको। पेशागत विकास गर्ने सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण भूमिका शिक्षकको, किनभने यो ऐच्छिक खालको हुन्छ क्या। अब सबै शिक्षकलाई पढ्न अध्ययन गर्न मन नलाग्ला, सबै शिक्षकलाई अनुसन्धान गर्न मन नलाग्ला हो, ती कुरालाई जोडेर हामी के भन्न सक्छौँ? शिक्षकको पेशागत विकासका लागि शिक्षक स्वयं आफ्नै महत्त्वपूर्ण भूमिका हुने गर्दछ। निमावि टिएससी 2079 मा सोधेको प्रश्न, निम्न माध्यमिक तहको शिक्षक सेवा आयोगको परीक्षामा सोधेको प्रश्न हो। प्रश्न के थियो? शिक्षकले पढाउन थालेको सुरुवाती चरण, जसलाई हामी प्रारम्भिक चरण भन्न सक्छौँ। ठिक छ, सुरुवाती चरण जसलाई हामी प्रारम्भिक चरण भन्न सक्छौँ हो, त्यो अवस्थामा दिइएको तालिमलाई हामी के भन्छौँ? इन्डक्सन ट्रेनिङ। टिचर डेभलपमेन्ट इनिसियल भन्दा पनि हामी के भन्छौँ? इन्डक्सन ट्रेनिङ भनेर चिन्ने गर्दछौँ। प्रश्न नम्बर 2 हेर्नु होला। नम्बर आज तलमाथि हुनसक्छ, मैले किनभने सर्ट गरेर राखेको, त्यही भएर यति नै नम्बर भनेर नम्बरमा नजानुस्। प्रश्नको सही उत्तर के हो त्यसमा केन्द्रित हुनु मैले साथीहरूलाई अनुरोध गरेँ। शिक्षक तालिमको मुख्य उद्देश्य कुन भनेका छौँ? शिक्षक तालिमको मुख्य उद्देश्य के हो? अप्सन सी, शिक्षण सम्बन्धी सिपको विकास। मैले अघि नै भनिसकेको छु, ज्ञान सिप मध्ये बढी केमा सिप अथवा केमा बढी जोड भन्दाखेरि सिपमा बढी चाहिँ केन्द्रित हुने गर्दछ। शिक्षक तालिमलाई अथवा शिक्षक तालिमले शिक्षकलाई कुन क्षेत्रमा सबल बनाउँछ? ठिक छ, अब यहाँ बुझ्नु पर्यो सबैमा। कुनै एउटा छान्नु पर्थ्यो भने सरी, अप्सन बी, शिक्षण कौशल। अब यहाँनिर हामीले ध्यान दिनुपर्ने कुरा, माथिका सबै किन भएन? यहाँनिर हेर्नु होला है, माथिका सबै किन भएन? सङ्गठनात्मक सिकाइ, अभिभावक शिक्षक सम्बन्ध भन्दा नि तालिमले शिक्षकको सम्बन्धलाई धेरै जोड दिँदैन। ठिक छ, तालिमले चाहिँ यहाँ शिक्षकको सम्बन्ध अथवा सङ्गठनात्मक सिकाइ ए र बीसम्म हुन सक्थ्यो, तर हामीले के भन्यौँ? शिक्षण कौशल। यो कौशल भन्ने कुरा ज्ञानसँग सम्बन्धित कि सिपसँग? यो ज्ञानसँग सम्बन्धित कि सिपसँग भन्नुहोस् त मलाई? पक्कै पनि केसँग सम्बन्धित छ? ज्ञान भन्दा पनि बढी सिपसँग हो। सिप भनेको कौशल, कौशल भनेको रणनीति। ठिक छ, कुशलता, प्रभावकारी हो, त्यो कुरामा जोडिएर आउँछ। प्रश्न नम्बर 4, नेपालमा पूर्व सेवाकालीन शिक्षक तालिम सञ्चालन गर्ने निकाय तलको मध्ये कुन हो? यो प्रश्न परीक्षामा सोधिसकेको छ, कर्णाली प्रयास 2079 मा। हेर्नुहोस् त, पूर्व सेवाकालीन तालिम भनेका छौँ सेवामा प्रवेश गर्नुभन्दा अगाडि नै। यसको सही उत्तर अप्सन ए, शिक्षाशास्त्र संकाय। हामीले अघि नै के भनेका छौँ? विद्यालय, विश्वविद्यालय, क्याम्पस, शिक्षाशास्त्र संकायले पढाउने त्यो चाहिँ औपचारिक शिक्षा पद्धतिलाई हामी के जोड्न सक्छौँ? पूर्व सेवाकालीन तालिम भनेर जोड्न सक्छौँ। गण्डकी प्रास 78 मा सोधेको प्रश्न,
रेडियो नेपालबाट रेडियो शिक्षा शिक्षक कार्यक्रम, रेडियो नेपालबाट रेडियो शिक्षा शिक्षक कार्यक्रम, हेर्नुहोस् त, रेडियो शिक्षा शिक्षक कार्यक्रम कहिलेबाट प्रसारण भयो? ओके, यसको सही उत्तर अप्सन सी 2037 भदौ 4। ठिक छ, भदौ 37